नेपाली कांग्रेसका नेता रामहरि खतिवडा सहित राज्य व्यवस्था समितिका सचिव लगायतले कानुन निर्माणमै चलखेल गरेर राज्यमाथि बेइमानी गरेको खुलासा भएको छ। यो कसको गल्तीबाट भएको छ, कसले गर्यो, त्यसलाई कारबाहीको दायरामा ल्याउनु पर्छ। मात्र म आफू पनि बनेको छु राज्य व्यवस्थाको सभापतिको हैसियतले। राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिका रूपमा रामहरिकै हस्ताक्षरबाट संसदमा पुगेको निजामती विधेयकमा सरकारी कर्मचारीले अवकाश पाएको भोलिपल्टै अर्को सरकारी नियुक्त खान पाउने बाटो बनाइएको छ। सचिवले यो त स्वाभाविक रूपमा लेखिएको भन्नुभएको छ। यो गम्भीर षड्यन्त्र हो, समितिमाथिको चाहिँ उपहास हो। सभापतिजीले अन्तिम समितिको बैठक नबसिकन प्रतिवेदन बुझाउनु सुविचारित तरिकाले गरिएको षड्यन्त्र हो। अर्थात् रामहरिले सुशासन समितिमा बसेर कुशासनको बिउ रोपेका छन्, जसको प्रमाण 2 वर्षे कुलिङ पिरियडको सम्बन्धी व्यवस्थामा भएको छल हो। सांसदहरूले मलाई थाहा थिएन, मैले पढ्ने टाइम पाएन भनेर एटलिस्ट त्यो समितिको सांसदहरूलाई चाहिँ नि त्यो अवसर छैन। यो वास्तवमा सुनियोजित षड्यन्त्र कहीँबाट भइरहेको अवस्था छ। किनभने हामी यो राज्य व्यवस्था समितिको बैठक पनि बस्दैनौँ, अब कुनै पनि विधेयकहरू पास पनि हुँदैनन्। प्रहरीका 2टा विधेयक, संसदका हरेक विषयमा बोल्नै पर्ने रामहरिले आफ्नो जिम्मेवारीमा भने हरि गुमाएर सिङ्गो संसदको आँखामा छारो हाल्दै कानुन माथि कृत्य गरेको आरोप लागेको छ। अब यसलाई विस्तृतमा बुझ्नुहोस्। मुलुक संहितामा गइसकेपछि कर्मचारीको सेवा, शर्त र सुविधाहरूलाई व्यवस्थित गर्नका लागि भन्दै सरकारले 2080 फागुन 21 गते संसदमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अर्थात् निजामती विधेयक दर्ता गराएको थियो। संसदमा दर्ता भएको विधेयकलाई छलफलका लागि समितिमा पठाइयो। समितिमा छलफलका क्रममा दफा 82 महत्त्वपूर्ण थियो, किनकि निजामती सेवाका उच्च पदस्थ कर्मचारीहरू अवकाशपछि तत्कालै संवैधानिक निकाय तथा राजदूत बन्नका लागि सत्ता र शक्ति रिसाउने, अवकाशपछिको नियुक्तिको लोभमा पदको दुरुपयोग गर्दै स्वार्थ समूहको इच्छा अनुसार निर्णय गर्ने कुरा नियन्त्रण गर्न सकिने मुद्दा यही मात्रै थपघट गर्न सकिन्थ्यो। यो सुरुमा सरकारले प्रस्ताव गर्दा दफा 82 को उपदफामा भएको व्यवस्था हेर्नुहोस्। सुरुमा सरकारले प्रस्ताव गर्दा विधेयकको दफा 82 को उपदफा 4 मा संवैधानिक कूटनीतिक नियुक्ति वा सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेकको पदमा नेपाल सरकारको पूर्व स्वीकृति नलिई सेवानिवृत्त भएको मितिले 2 वर्षसम्म काम गर्न नहुने व्यवस्था गरिएको थियो। यो प्रबन्धले संवैधानिक र राजनीतिक नियुक्तिमा कुनै अवरोध थिएन। सरकारी बाहेक निजी तथा गैर सरकारी संस्थामा नियुक्ति लिन मात्रै सरकारको स्वीकृति चाहिने उद्देश्य राखिएको थियो। निजामती विधेयक छलफलका लागि राज्य व्यवस्था समितिले सांसद वीरेन्द्र बडुको संयोजकत्वमा उपसमिति गठन गरी छलफल चलाएको थियो। उक्त समितिले 2081 चैत्र 14 गते अवकाश लगत्तै कूटनीतिक नियुक्ति वा न्यायाधीश पदमा नियुक्ति हुन पाउने गरी प्रतिवेदन दियो। यहाँ भनिएको थियो, निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट अवकाश भएको कर्मचारी